आज चाहिँ हामी रवि अर्ग्यानिक दमकमा छौँ। यहाँ तपाईँहरूले अर्ग्यानिक कुराहरू लिन पाउन सक्नुहुन्छ। मैले आफ्नो युट्युबको बायो पनि राखेको छु, तपाईँहरूलाई नम्बर यो आउनु सक्नुहुन्छ। अनि पछाडि हुन्छ सबै अर्ग्यानिक कुराहरू मात्रै तपाईँको पाहाडबाट आएको, लेखाबाट आएको, तराईबाट हिमाल सबै ठाउँबाट आएको चिजहरू यहाँ तपाईँहरूले लिन पाउन सक्नुहुनेछ। रवि अर्ग्यानिक पसल। हेलो गाइस, ल मेरो सर्ट सानो भिडियोलाई लाइक कमेन्ट सेयर गर्ने होला भन्न चाहन्छु। धन्यवाद। जूस में जिंदगी के मजा है क्या में भाई? जिंदगी के मजा क्या में? कोई कौन चीज का जूस में? गन्ना के जूस में बोलो क्या? हामी रवि अर्ग्यानिकमा आइपुगेका छौँ। दमक छ। हामी उदयपुरबाट टिम सनीजी अमला कस्तो रहेछ? मिठो हो। मिठो अमलै मिठो छ त। आज हामी चाहिँ रवि अर्ग्यानिक झापाको दमकमा आएको छौँ। मासी चामल एक प्याकेटलाई कति पर्छ? 1 किलोमा 30 रुपैयाँ। ए यो मासी हो। घरबाट त लाग्दैन नि। यो सानो प्याकेट पछि कति, ठुलोमा कति? किनलाई 150 ले पुगिहाल्छ। मासी लिनु है झन् पुरा यहाँको दिदीसँग स्टार के अरे अब भोलि गर्दैन अब